इलमीका भागमा माछा र मासु, अल्छीका आँखामा आँसु। यसको अर्थ हो मिहिनेतीले सुख पाउँछ, अल्छीले दुःख पाउँछ। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। पाखुरी चलाएर काम गर्ने मुकेशको घरमा धनधान्यले परिपूर्ण छ, तर सधैँ सधैँ लखर लखर हिँडिरहने प्रमोदको गुजारा पनि चल्दैन। यही हो इलमीका भागमा माछा र मासु, अल्छीका आँखामा आँसु। इख नभएको मान्छे र बिख नभएको सर्प के काम। यसको अर्थ हो स्वाभिमान गुमाउन नहुने। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। छोरालाई सम्झाउँदै आमाले भन्नुभयो, बाबु, इख नभएको मान्छे र बिख नभएको सर्प के काम, तिमी पनि स्वाभिमानी भएर काम गर। एक विद्या 14 चतुर्याई। यसको अर्थ हो ज्ञानले मात्र नहुने, ज्ञानभन्दा बुद्धि धेरै चाहिने। यसलाई वाक्यमा प्रयोग गरी हेरौँ। धेरै पढ्ने रमेशलाई बुबाले भन्नुभयो, एक विद्या 14 चतुर्याई भन्छन् नि, रमेश बुद्धिमानी पनि बन।